आज चाहिँ म बङ्गुरको मासु पकाउँदैछु। त्यसको लागि अलिकति बङ्गुरको मासु जुन चाहिँ छाला बिनाको मासु ल्याएर मैले काटेर यसलाई चाहिँ पकाउनतर्फ लागेको छु। कराईमा तेल बसाएँ मैले, त्यसपछि अलिकति धनियाँको गेडा अनि त्यसपछि सुकमेल अनि ल्वाङको गेडा पनि यहाँ मैले फुराएँ। अनि एकछिन म यो रातो हुइन्जेल भुट्छु अनि प्याज राखेँ यसमा, प्याज पनि म एकछिन भुट्छु। अनि प्याजसँगै मैले यसमा अलिकति बेसार पनि राख्छु है। बेसार राखेर पनि प्याजलाई केही बेर भनौँ है, केही बेर मजाले चलाउँछु यसलाई। अलिकति रातो रातो हुन थालेपछि चाहिँ मैले यसमा चाहिँ अलिकति लसुन पनि राखेँ है। लसुन पनि धुलो बनाएर राखेँ मैले अलिकति। अनि त्यसपछि मासु राख्छु है त। यतिको भएपछि चाहिँ मासु राखेर मैले मजाले चलाउँछु। मासुलाई चलाइ अनि छोपेर पनि पकाउँछु आज है। एकछिन मासुलाई चलाएँ अनि मासु यस्तो हुन थाल्यो। अनि यस्तो हुन थालेपछि मैले छोपेँ यसलाई अनि छोपी पकाउँछु यसलाई म। अनि एकचोटि फेरि पनि हेरेर यसलाई मैले मजाले चलाएँ। लगभग यो चाहिँ म 30 देखि 35 मिनेटसम्म पकाउँछु यो मासुलाई चलाउँदै। अनि मैले यहाँनिर अलिकति चाहिँ नुन राखेँ है। यसको स्वादअनुसार मैले अलिकति नुन राखेँ। अनि नुनसँगै मैले यसमा मसलाहरू पनि राख्छु, धनियाँ र जिराको धुलो। त्यसपछि अलिकति मैले गरम मसला पनि राखिदिन्छु। अनि अलिकति यो चाहिँ कश्मिरी मिर्च है, यो चाहिँ खुर्सानी रातो बनाउनको लागि पनि हो खासै म यो युज गर्छु कहिलेकाहीँ। अनि त्यसपछि यसलाई मजाले चलाएर पकाउने अनि छोप्छु है त एकछिन अझै यसलाई छोपी पकाउँछु यसको मसलाहरू पाकोस् भनेर। अनि मैले एउटा खोर्सानी पनि राखेको छु यहाँ। हुन चाहिँ पहिला मैले खोर्सानी नराखी पकाउनु पर्ला भनेर राखेको थिइनँ हैन, तर पनि अलिअलि पिरो चाहिँ बनाउनु पर्यो भनेर फेरि एउटा खोर्सानी थपेँ मैले। अनि टमाटर धुलो पारेर काटेको थिएँ हैन, त्यो पनि राखिदिएँ मैले। यो रातो रातो भइसकेपछि मासु अलिकति भुटेको रातै मन लाग्छ है, त्यही भएर चाहिँ यो पनि मैले चलाएर छोप्छु एकछिन। छोप्छु अनि छोपेर फेरि पनि यसलाई म भुटेर रातो भइसकेपछि चाहिँ मैले यसलाई चाहिँ मजाले चलाएँ है, एकछिन अझै पनि पकाएँ हैन। अनि यसमा अलिकति पानी राखेर पकाउँछु म। अलिकति पानी राखेँ हैन, अलिकति ग्रेभीको लागि पनि हो र यो अझै राम्रोसँग पाकोस् भनेर पनि हो। छोपेर एकछिन म यसलाई एकछिन भन्दा पनि 10-15 मिनेट जति मैले यसलाई मजाले छोपेर पकाएँ हैन। अनि छोपेर पकाएपछि चाहिँ लगभग यो पाकिसकेको छ। अनि मैले अलिकति धनियाँको यो डाँठपट्टिको भागलाई चाहिँ मैले यहीँ राख्दिएँ हैन। एकछिन चलाएँ त्यसपछि। अनि त्यसपछि चाहिँ यो ग्रेभी अलिकति होस् भातसँग खानु पर्छ भनेर मैले ग्रेभी सहित नै राखेँ, निकाले भनौँ न हैन। त्यसपछि यहाँनिर एउटा बलमा राखेको छु यो तरकारी चाहिँ, माथिबाट धनियाँ छर्दिएर अब यसलाई चाहिँ अब भातसँग खानासँग खानको लागि चाहिँ रेडी गरेको छु है त।